प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो देश नेपाल धेरै पर्यटकहरूको लागि एउटा उत्कृष्ट गन्तव्य स्थल बन्न पुगेको छ। यहाँ वर्षेनी लाखौंको संख्यामा विदेशी पर्यटकहरू घुम्न आउने गरेका छन्। यी पर्यटकहरूको रोजाइमा पर्ने एउटा रमणीय पर्यटकीय स्थल नेपालको तराई क्षेत्रमा पर्ने चितवन जिल्लाको सौराहा पनि हो। यहाँको सुन्दर वातावरणमा रमाउन र प्राकृतिक छटाहरूको अवलोकन गर्न धेरै पर्यटकहरू आउने गरेका छन्। उनीहरूको सेवा सत्कारको लागि यस क्षेत्रमा थुप्रै होटल तथा रिसोर्टहरू सञ्चालन भइरहेका छन्। यिनै मध्ये एक हो चितवन नेशनल पार्कबाट 5 मिनेटको दूरीमा रहेको होटल पार्क साइट। यसको स्थापना सन् 2002 मा भएको हो। केही समय अघिसम्म 16 वटा रुम रहेको यस होटलमा अहिले 8 वटा रुमहरू थप गरिएको छ। यी सबै रुमहरू नेपाली शैलीमा बनाइएको भए पनि सम्पूर्ण सुविधा सम्पन्न छ। होटल पार्क साइटले आफ्ना पाहुनाहरूको अझ राम्रो आतिथ्यताको लागि सेवा सुविधामा थप गरेको छ। साथै गेस्टहरूको चाहनालाई ध्यानमा राखेर अहिले 2 वटा टेन्टको पनि व्यवस्था गरेको छ। यो 11 वर्षको दौरानमा यो भर्खरै हामीले 10 वर्षपछि अहिले हामीले लगभग 8 वटा रुम थप्न सफल भएका छौँ। पहिला हामीसँग जम्मा 16 वटा रुम थियो। एकदम सर्भिस दिन गाह्रो, जस्तो होटल पार्क साइड भनेर आउनेहरूलाई एकदम राख्नु पनि गाह्रो थियो। अब त्यो समस्याबाट चाहिँ हामी अलिकति टाढा पुगेका छौँ। किनभने हामीसँग अब एकदम एउटा भनौँ न रुममा एउटा जुन चाहिने कुरा हो एकदम पर्याप्त छ। टिभी बादमा जो मान्छेलाई चाहिने आवश्यक कुराहरू एकदम परिपूर्ण गराएर एकदम नयाँमा तर एकदम पुरानो बन्दीपुर स्टाइलको कटेजहरू हामीले चाहिँ बनाएका छौँ। अहिले 8 वटा रुम नयाँ थपिएको छ र पहिलाभन्दा गार्डन पनि ठुलो छ। कस्टमरहरूलाई चाहिँ एकदम पूर्ण सेटिस्फ्याक्सन दिनको लागि हामी यो पार्कसाइड फ्यामिली चाहिँ एकदम लागि परेका छौँ पहिलाभन्दा। रिपोर्टिङकै क्रममा हामीले यहाँ आएका एक पर्यटकसँग पनि केही कुराकानी गरेका थियौं। Well, I've been doing this package safari with elephant riding and canoeing that I did first, and now I've been just living with getting to know the local people and working. I work with women. It's woman empowermental work, and I've been teaching them English and computer skills and all kind of skills. What kind of differences you have seen here? Well, everything is different because the nature is different, animals, the people, the houses, everything is different. We don't have tropical animals, elephants, like some people have here in their backyard. They have an elephant. We don't have rhinos, and I think people are more open and friendly here. I have seen elephants, different kind of birds, rhinos, crocodiles. Well, Chittagong is a very nice place. You can see very beautiful nature, and I think compared to Kathmandu or some other place, it's very quiet and peaceful here. Welcome to Nepal. सौराहाको अर्को आकर्षक पक्ष भनेको यहाँ हरेक वर्ष हुने हात्ती दौड प्रतियोगिता पनि हो। यो कार्यक्रम यहाँ आउने पर्यटकहरूको लागि निकै रोमाञ्चक हुने गरेको छ। पर्यटकहरूको आगमनमा वृद्धि सँगसँगै सौराहामा होटलहरूको संख्यामा पनि वृद्धि भइरहेको छ। यस क्षेत्रमा अहिले 100 वटा भन्दा बढी होटलहरू सञ्चालित छन्। यी सबै होटलहरूको आफ्नै विशेषताहरू छन्, तर पनि होटल पार्क साइड भने अरू होटलहरू भन्दा फरक छ। यो होटल शहरको कोलाहल भन्दा टाढा शान्त वातावरणमा छ। यहाँ आउने पर्यटकहरूले होटल परिसर भित्रको सुन्दर र हरियाली वातावरणको साथै यहाँका कोठाहरूबाट सुन्दर दृश्यहरूको अवलोकन गर्न सक्छन्। यहाँ प्याकेज प्रोग्राममा आउने पर्यटकहरूलाई एलिफेन्ट राइड, जंगल वाक, क्यानो राइड, एलिफेन्ट ब्रिडिङ सेन्टर भिजिट, जीप सफारी, थारू कल्चरल प्रोग्राम आदि जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूमा सहभागी गराइन्छ। साथै गेस्टहरूले डिमान्ड गरेमा होटल पार्क साइटले गेस्टहरूलाई खसराको क्रोकोडाइल ब्रिडिङ सेन्टर र धार्मिक स्थल देवघाटको पनि भ्रमण गराउँछ। पार्क साइडमा किन आउने त भन्दा यहाँ त धेरै लगभग अब 100 वटा भन्दा बढी होटलहरू भइसक्यो हैन। त्यसमा पनि पार्क साइड अहिले अरू भन्दा थोरै आतिथ्यता चाहिँ बढी दिने कोसिस गरेका छौँ। सबभन्दा पहिलो कुरा। दोस्रो कुरा त शान्त इन्भाइरोमेन्ट पनि एकदम हरियाली पहिला हामीसँग एकदम रुखहरू त्यति थिएन, अहिले चारैतिर रुखहरू हरियाली वातावरण छ। पार्क साइड छिर्ने बित्तिकै वाउ जस्तो मान्छेलाई फिल भइरहेछ।
सौराहा बसाइको लागि होटल पार्क साइटलाई रोजेका पर्यटक यस होटलको सेवा सुविधाको बारेमा यसो भन्छन्। Can you give me a short information? Ja, kann ich gerne machen. Also wie gesagt, nur in Deutsch jetzt. Hotel Parkside, Schiedmann. Sehr zu empfehlen, sehr guter Service, sehr gute Leute hier. Vom Wetter war es nicht so prall, aber auch mit Regen kann man es hier gut aushalten. Die Guides sind super gut. Jedem, der sich für den Chitwan Nationalpark entscheidet, kann ich nur empfehlen, Parkside Hotel. From Ottawa, Canada. Hannah Lawrence. How long have you been here? Almost 4 weeks now? Yes. About 4 weeks. You are staying in the Parkside hotel. So how do you feel about the hotel? Oh, we're very lucky to be here. We've had a wonderful time. It's a really good hotel, and they have very good tours for us. We really liked our room. We have a beautiful view of tropical plants outside the window, and the food's great. Oh, okay. We went on an elephant safari, and we liked it so much we went twice. So we saw all kinds of deer in the forest, and the mahout was very good taking us around. And we went on several walks in the forest, saw lots of birds and lots of deer, and everyone knew a lot about what they were seeing, what they were showing us. Oh, come to Chitwan National Forest. It's a beautiful, beautiful place, and the people are very kind. So we enjoyed it a lot. होटल पार्क साइटले आफ्नो आम्दानीको केही प्रतिशत सामाजिक कार्यको लागि पनि खर्चिने गरेको छ। यसको लागि होटलले ग्रीन सोसाइटी नामक प्रोजेक्ट सञ्चालन गरिरहेको छ। यस प्रोजेक्ट मार्फत यस होटलले यहाँका ग्रामीण क्षेत्रका महिलाहरूलाई विभिन्न सिपमूलक तालिमहरू दिइरहेको छ। साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको पनि व्यवस्था गरिरहेको छ। यस प्रोजेक्टले प्रदूषणलाई केही हदसम्म मात्र कम गर्न भए पनि हात्तीको लुटबाट कागज बनाउने कार्य पनि गरिरहेको छ। होटल पार्क साइटले यस प्रोजेक्ट मार्फत छिटै नै एउटा आँखा अस्पताल पनि सुरु गर्न लागेको छ। सुरुमा चाहिँ अब यहाँको वरिपरिको अलि जसमा चाहिँ अब बोर्डिङ पढाउन सक्ने प्राइभेट स्कुल पढाउन सक्ने क्यापेसिटी नभएकोहरू र अलिकति ट्यालेन्ट विद्यार्थीहरूलाई चाहिँ हामीले छात्रवृत्ति दिइरहेका थियौँ। अहिले हामीसँग 50 जना छन् त्यस्तो किसिमको विद्यार्थीहरू चाहिँ र त्यस बाहेक पनि हामीले यहाँका महिलाहरूलाई चाहिँ अलिकति आफ्नै खुट्टामा उभिनको लागि सक्षम बनाउनको लागि उहाँलाई तालिमहरू जस्तै सिलाइ काटेको तालिमदेखि लिएर महिला समृद्धिकरण जस्तै कोअपरेटिभ ब्याङ्कहरू चलाउनको लागि देश विदेशबाट विभिन्न किसिमका एक्सपर्टहरू बोलाएर उहाँहरूलाई ट्रेनिङ दिने काम पनि भइरहेछ। अनि सबभन्दा एकदम अनौठो काम चाहिँ हामीले हात्तीको लेडाबाट एलिफेन्ट डङ पेपरहरू बनाएर चाहिँ यो सौराहामा चाहिँ एउटा युनिक काम भइरहेछ। त्यो चाहिँ हामीले अहिले पहिला चाहिँ होटल अगाडि नै गर्थ्यौँ, अब अहिले चाहिँ हामीले अलिक व्यवस्थित बस पार्कमा, किनभने गेस्टले चाहिँ लास्ट मिनटमा किन्छ भनेर हामी बस पार्कमा लगेर चाहिँ त्यो ठुलो प्रोजेक्टहरू चाहिँ त्यहाँ राखेका छौँ। अनि त्यो साथसाथै अब हामीले कम्प्लिट चाहिँ भएको छैन, तर अब हुँदैछ। हस्पिटल बनाउने एउटा आँखा हस्पिटल बनाउने काम चाहिँ भइरहेछ। अब यो लास्ट यो वर्षमा चाहिँ सायद सिद्धिन्छ होला। माथिको लास्ट फ्लोर चाहिँ बनाउनु बाँकी छ। अनि यसरी कस्टमरहरू यसरी आइदिनु भयो भने, सबै ठाउँमा आइदिनु भयो भने चाहिँ हामीले त्यो प्रोजेक्ट पनि सिधाउने कोसिस गर्छौँ। होटल पार्क साइटका गाइडहरू पनि अनुभवी हुनुका साथै मिलनसार छन्। पर्यटकहरू उनीहरूको बारेमा यसो भन्छन्। And what I would say is we were very impressed by the guides here. Very, very knowledgeable. We felt very safe with them. But we were amazed how they could spot birds and see the animals and the rest. And they also described a lot about village life and how things just work here in Nepal. And that was very interesting to us because it was so different. And that's why we came to Nepal, because everything is so different, and it became very special for us. पार्क साइटमा आउन चाहने पर्यटकहरूको सजिलोको लागि भनेर काठमाडौँ र पोखरामा यस होटलका सिटी अफिसहरू स्थापना गरिएका छन्। यहाँ आउने पाहुनाहरूको रिक्रिएसन र सहुलियतको लागि स्विमिङ पुल र कन्फरेन्स हललाई पनि आफ्नो होटलमा समावेश गर्ने भावी योजना यहाँका सञ्चालकहरूले बनाएका छन्। एउटा मास्टर प्लान एउटा स्विमिङ पुल र एउटा ठुलो कन्फरेन्स हल चाहिँ बनाउन पायो भने अनि पार्क साइड चाहिँ कम्प्लिट हुन्थ्यो। हाम्रो यो पार्क साइडमा आइपुग्नको लागि धेरै सजिलो छ अन्त भन्दा। जस्तै हाम्रो काठमाडौँबाट आउने
भिजिटरहरूको लागि हाम्रो काठमाडौँमा सिटी अफिस छ थमेलमा र पोखराबाट आउनेलाई पनि हाम्रो सिटी अफिस छ। हामी 3 दाजुभाइ मिलेर यो काम पर्यटन व्यवसायमा लागेका छौँ। एउटा भाइ मेरो कान्छो भाइ पोखरामा बस्छ र ठुलो दाइ मेरो काठमाडौँ हुनुहुन्छ। त्यसरी हामी 3 दाजुभाइले यसरी रोटेट गर्छौँ। त्यसमा आउनलाई त्यति समस्या छैन र काठमाडौँबाट पोखराबाट हरेक बिहान 7 बजी चाहिँ टुरिस्ट बस आउँछ। त्यो टुरिस्ट बसमा चाहिँ अब कसरी हुन्छ उहाँहरूलाई चाहिँ अब व्यवस्था गरिन्छ हामीले। न्युयोर्कबाट आफ्ना परिवारसँग सौराहा घुम्न आएकी एक पर्यटकसँग पनि हामीले केही कुराकानी गरेका थियौं। My name is Kimberly Nyampali and I'm from New York. So most of the people think that if you bring babies or kids, so would you like to say something for them? In regards to bringing your children here, this is the perfect place for kids. They can run around and it's safe, and they have been sleeping in the tents and they love it. It's been a great experience for them. They love to see the wildlife and nature and go on the elephant back safari, and it's been great. They are having a wonderful time. It's absolutely beautiful here, gorgeous. Words can't describe it. We're having a great time. We love it here. I would definitely recommend coming to Parkside. It's a great location and it's wonderful. सौराहामा हरेक वर्ष डिसेम्बर 26, 27 र 28 मा एलिफेन्ट रेस हुने गरेको छ। यस महोत्सवमा एलिफेन्ट रेस मात्र नभएर छावाहरूको फुटबल गेम, रिक्सा दौड लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछ र होटल व्यवसायहरूले यो वर्ष पनि डिसेम्बर 26, 27 र 28 मा भव्यताका साथ यो कार्यक्रम गर्न लागेको छ। तपाईहरु पनि यसको प्रत्यक्ष अवलोकन गर्ने हो भने सौराहा जानै पर्छ।